Hello guys, new vlog. Welcome to my channel. आज चाहिँ मैले अलमोस्ट खाना चाहिँ 75% बनाइसकेको छु हैन। यहाँ छ दाल, यहाँ छ यो चाहिँ अचार सराबी बनाएको हैन, प्याजबाट हैन, कागती खुर्सानी राखेर। अनि यहाँ छ मासु। आजको धेरै मासु भइराछ, बट यसो के कालोले चाहिँ छुट्टीमा आउँछ राम्रोसँग मासु खानुस् भनेर हैन। पछि हामीले मर्निङमा चाहिँ खाना खाइराको हुँदैनौँ के हैन, अलि बिजी भएरमा। यहाँ छ राइस। अनि म चाहिँ साग बनाउनु गइराखेको छु हैन। यो साग चाहिँ मैले लिडीदेखि लिएर आएको हो। अनि बेसी कस्तो हुन्छ फर्स्ट टाइम साग खाँदैछु म यहाँ फिनालमा चाहिँ हैन। तोरीको पात जस्तो पनि देखिरह हैन, बट के हो आई डोन्ट नो। आफैलाई मलाई यो चाहिँ पिनाती स्पेनत लेखेको छ। म बनाउनु गइराखेको छु गाइस। के साग थाहा यति भए पनि नखसम हैन, नफालौँ हैन। यसो चाहिँ भएको रहेछ। एउटा मसला धोएर चाहिँ मेरो साग चाहिँ रेडी भइसकेको छ हैन। म सिम्पलेस्ट वेमा बनाएको हैन। म एकदम सिम्पल वेमा साग पकाउनु मनपर्छ। अलि धेरै पाकेर हल्का हल्का तातो हुन्छ नि, त्यस्तो खाले मनपर्छ हैन। त्यही हो गाइस। यता चाहिँ मैले हल्का पानी राखेर चाहिँ रस बनाएको छु। अघि बनाएको त्यही छ हैन। अनि यो हिजोको अचार छ हैन। यता अर्को अचार छ, त्यो अचार छ, दाल छ, साग छ, मासु छ। योभन्दा अरू के चाहियो हैन। हामीहरू चर्देखि घर गएर पनि फेरि हामी अर्को चर्चमा जाँदैछौँ भोलिन्टियरको लागि। अनि यहाँ छ हाम्रो आकृति। हामी खाँदैछौँ लागेर भोक लागेर चाउचाउ उसले 2टा चाउचाउ लिएर आएको थियो। अनि खाँदैछौँ। अनुहार देखेको छ कि आइएम नट स्योर होइन। यस्तै हुन्छ अरे है, पछि पनि अँध्यारो बिहान त हुने स्वाभाविकै भइहाल्यो। दिउँसो घरतिर फर्किँदाखेरि पनि यस्तै अँध्यारो भयो भने त हिँड्न लाग्दै डर लाग्छ। त्यही भएर गाडीको प्याकेज लिने सोचिरहेको छु म। हेलो गाइस, वेलकम टु माई च्यानल न्यू भ्लग होइन। आज चाहिँ म साग र आलुको तरकारी अनि हामीसँग आँपको अचार पनि छ होइन आज चाहिँ। अनि साग र आलुको तरकारी भात बनाउँछ होइन। त्यस पछाडि मलाई चाहिँ 1:30 बजी निस्किनु पर्ने छ बाहिर होइन, भोलिन्टियरको लागि होइन। सो फटाफट खाना बनाउँछु म। एकदम थका लागेको भएर, एकदम धेरै नै थका लागेको भएर खाना खाएर घरहरू चाहिँ नपखालेर सुतेको थिएँ कि म। सो अब हतार चाहिँ होइन यो साग चाहिँ मस्तले पकाउनु पर्ने हुन्छ। यो सागमा ट्याक्क आलु राखेर पकाएको मलाई एकदम मनपर्छ, एकदम धेरै नै होइन बनाउँछु। अनि हामीसँग छ पापड पनि बनाउँछ। अनि हामीसँग चाहिँ यो आँपको अचार भएपछि त खाना मस्तले जान्छ। त्यही हो गाइस। यो टिमुर मैले चाहिँ एक दिन चाहिँ यो टिमुर अनि खुर्सानी त्यस पछाडि लसुन मिलाएर चाहिँ छोप बनाउनु पर्ने छ। मैले चाहिँ बनाएको छैन अहिलेसम्म, बट मैले ट्राई चाहिँ गर्नुपर्ने छ होइन गाइस। त्यही हो गाइस। लास्ट टाइम एमा पकाएको राम्रै भएको थियो होइन, त्यही भएर पटाएको पनि यसै बनाउँछु। बिकज मलाई कुकुर प्रेसरमा त्यो आलु र साग हुन्छ नि त। थोरै तेल राखिदिन्छ होइन। घिउ भएको भए घिउ राख्नु हुन्थ्यो होइन। लिएर चाहिँ मैले बोतल लिएर आएको छु, त्यसको घिउ बनाउनु पर्ने छ होइन। भनेर त्यसलाई मजाले पकाएर चाहिँ बनाउनु पर्ने छ। त मेरो भात बन्दैछ, अब म बनाउनु गइराखेको छु साग आलुको तरकारी। यो साग देखेर त मनै खुसी भइसक्यो होइन। डाँठ चाहिँ असाध्यै लामो छ, असाध्यै लामो। यहाँदेखि यहाँसम्म यति लामो छ यो। मस्तले बनाउँछु अब। मस्तले कैँची युज गरेर यहाँदेखि भाज्छु अनि मजाले धुन्छु। त्यस पछाडि सानो काटेर एकदम मनपर्ने कुरा चाहिँ आलु सागको तरकारी बनाएर भातसँग खानुपर्ने हुन्छ। मस्तले साग काटिसकेँ मैले। यस्तो मजाले काटेँ। मेरो लागि त खर्सिया बराबर भएको छ होइन। आलु एकदम फेभरेट। यो खुर्सानी पाएपछि त आमामा पिरो कति मिठो हुन्छ। म चाहिँ सबै त्यसमा राखिसकेँ होइन। अब चाहिँ आलु राख्न गइराखेको छु। आलु राखिसकेँ। अब साग राखेर मसला सिटी लगाइदिन्छु होइन। प्याज राखेर टमाटर राख्छु, मसला हल्का मसला राख्छु अनि सिटी लगाइदिएपछि मेरो तरकारी रेडी हुन्छ गाइस। ट्याक्क लगाएर नुन
चाहिँ कोही पनि राख्दिन्छु म चाहिँ अनि टमाटर टमाटर के भयो यस्तो काललाई ल फाइनली आफको अचार मलाई पनि गुडा लास्ट भन्नुहुन्छ मलाई देखायो भने मेरो भिडियो के अरे वाच भयो पुग्यो मलाई लास्ट टाइम मनपर्छ आँप चाहिँ है आँपको अचार चाहिँ यो ल्याउनु म साइड लगाइदिन्छु तरकारी चाहिँ छिटो छरिदो भएको छ मलाई ढिला भइराखेको छ है अलि रस राख्दैन न हल्का त्यही हो गाइस अब छिटो खाएर निस्किनु पर्ने हुन्छ ट्याक्क लगाएर कालले आफ्नो लागि अलिक रोस्ट गर्नुभएको छ नुन खोर्सानी ट्याक्क लगाएर माथि कागती राख्दैन न बुढो मेरो भागको नि खाइदिनुहुन्छ क्या त्यो जहिले दुइटा बनाउँछु एउटाले त आँखै लाग्दैन कालले खान त हालु फाइनली गाइस घर आइसकेँ होइन भोलिन्टियर गएर बिहान हतार हतारमा खाना बनाएर खाएर होइन अनि त्यस पछाडि चर्च गएको थिएँ भोलिन्टियर गर्नुको लागि अनि आज चाहिँ आफ्टर द्याट अर्को चर्चमा चाहिँ कन्सो जस्तो टाइपको रहेछ होइन त्यहाँ पनि गयो सो वी आर एबल टु कलेक्ट त्यहाँ चाहिँ 4.5 आवर्सको चाहिँ भोलिन्टियर कलेक्ट गर्ने एबल भयो होइन मैले चाहिँ होइन 15% भोलिन्टियर पाउनुको लागि चाहिँ होइन 300 आवर्स चाहिँ कलेक्ट पर्नु छ होइन अनि 20% पाउनुको लागि चाहिँ 55 केटी लिनुपर्छ कलेजदेखि त्यो के अरे एजुकेसनबाट होइन पढाइबाट 55 केटी कम्प्लिट गरिसकेपछि बल्ल भोलिन्टियर आवर चाहिँ काउन्ट हुँदैन होइन अनि 100 आवरको चाहिँ 5% भयो 300 आवरको चाहिँ 15% इन टोटल 35% चाहिँ भोलिन्टियर 35% चाहिँ यसको चाहिँ पायो भनेपछि 35% चाहिँ यसको चाहिँ पायो भने पछाडि चाहिँ धेरै हुन्छ नि त होइन केही नहुनुभन्दा धेरै हुन्छ सो त्यही भएर चाहिँ यस्तो मौका परेको बेलामा अनि छुट्टी भएको बेलामा चाहिँ अनि खाली भएको बेलामा गइराखेको हुन्छ कि होइन त्यही हो गाइस बिहान पनि आधा निस्केको नि अब चाहिँ खाना तताएर खानुपर्ने हुन्छ आफ्टर द्याट खाना खाइसके पछाडि चाहिँ पढ्नुपर्ने छ होइन मैले चाहिँ 27मा चाहिँ इक्जाम बुक गरेको छु एनाटोमीको होइन एनाटोमी चाहिँ मेरो लागि चाहिँ अलिकति फ्यामिलियर सब्जेक्ट हो नेक्स्ट चाहिँ कस्तो हुन्छ इक्जाम त्यसको लागि पनि डर राखेको छु पहिलोपटक भएर चाहिँ होइन यहाँको इक्जाम सिस्टम क्वेसन प्याटर्न नबुझेर चाहिँ मलाई अलिकति डर चाहिँ लागिराखेको छ बट म राम्रोसँग अल प्रिपेयर भएर चाहिँ एटेन्ड गर्छु लेट्स सी कस्तो हुन्छ लास्ट टाइम जस्तो भइदियो त कति राम्रो हुन्थ्यो होइन त्यही हो गाइस मेरो चाहिँ अन्डा करी रेडी भइसकेको छ तरकारी लगभग अन्डाको चाहिँ रेडी भइसकेको छ होइन ट्याक्क चिसो छ बाहिर मौसम अनि यो झोलिलो अन्डा करी खाँदा चाहिँ खाना पनि धेरै जान्छ अरे क्या हुन्छ मेरो गेस्ट अल द वे फ्रम दिस रुम टु दिस माई किचन एरिया अनि खाना ट्याक्क लाएर यहाँ अन्डा करी छ उहाँको लागि उहाँको स्वागतमा अनि यहाँ छ राइस मेरो लागि मात्र तिमीलाई हैन पोइन्ट पनि हजुर आउनुहुन्छ नि स्पेसली हजुरको लागि हो कि यो चाहिँ अन्डा करी चाहिँ त्यही हो गाइस अचार यहाँ छ हाम्रो साथमा म्याङ्गो पिकल इन ओइल तर खासै त्यस्तो राम्रो पनि छैन त्यस्तो नराम्रो पनि छैन दुब्लाउनु भयो बट यसले चाहिँ जस हाम्रो नेपालको त्यो अब चाहिँ बाँकी बोन एन्ड मसल्स छ होइन अनि त्यो गरिसके पछाडि मेरो लगभग कोर्स कम्प्लिट हुन्छ अनि अलिकति कम्फर्टेबल हुन्छ होइन त्यही हो आजको दिन पनि एकदम रमाइलो बित्यो यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइस लट्स अफ लभ किप वाचिङ अनि सर्टमा चाहिँ मस्तले कन्सर्ट भइराखेको थियो कि होइन फेरि त्यो म्युजिक भिडियोहरू राखिसके पछाडि चाहिँ अब हुन्छ नि त कपिराइट लाग्न सक्छ त्यही भएर राखेन होइन यस्तो राम्रो म्युजिक थियो नि बुझ्नु त खासै के बुझेको त भाइ चाहिँ हालिराखेको थियो त्यही हो गाइस थ्याङ्क यू सो मच गाइस लट्स अफ लभ किप वाचिङ किप loving me, keep supporting me. See you guys.